एभ्रिवान। ल गुड मर्निङ भन्नुहुन्थ्यो आज है। आज त ढिलो भइसक्यो, गुड आफ्टरनुन नै भइसक्यो। अहिले चाहिँ कति 2-3 बज्न लागिसकेछ। आज चाहिँ कस्तो भने मेरो छुट्टीको दिन, अनि आजबाट चाहिँ हाम्रो कस्तो भने मर्निङमा चाहिँ स्पेनिस क्लास पनि अब होइन सुरु भइसक्यो। अस्तिसम्म चाहिँ छुट्टी थियो, अनि ठ्याक्कै आजबाट चाहिँ अनि फ्राइडेबाट चाहिँ हाम्रो ल्याङ्ग्वेज क्लास पनि सुरु भइसक्यो। अब फेरि क्लास पनि जानु पऱ्यो बिहान, अनि फेरि आएर यताउता के गर्दाखेरि त्यस्तै ढिलो भयो। अब चाहिँ हामी बाहिर निस्किन्छौँ। मेरो पनि सानोतिनो थोरै सामानहरू लिन्छ, अनि टक्क आज छुट्टीको दिन अलिकति डुलेर घुमेर पनि आउनुपर्छ है त। अब तपाईँहरूलाई म एकछिन बाहिर भेट्छु। ल आज चाहिँ मस्तको घाम लागेछ है गाइज। आज चाहिँ मजाको घाम लागेछ है, यस्तै मजाले। तर हावा चाहिँ लागिरहेछ है, हावाले पुरा कपालहरू उडाइरह होला। अहिले चाहिँ हामी आर्कदेत्रुफ भन्ने होइन बार्सिलोनाको त्यो पनि एकदम राम्रो एरिया छ, त्यता जाँदैछौँ। त्यतैतिर हो मेरो सामान ल्याउने पनि होइन। अनि यहाँबाट चाहिँ हाम्रो यतातिर याल4 भन्ने मेट्रोको लाइन लाग्छ होइन। अनि त्यही याल4बाट गएर अनि एउटा बिचमा एउटा मेट्रो चेन्ज गरेर त्यता चाहिँ याल1 लाग्छ सायद। अनि त्यहाँ झरेर हामी सामान लिन जान्छौँ है। स्पेसल त्यस्तो केही त छैन है सायद, तर त्यही पनि स्पेसल मानेर हेरिदिनु होला है। अनि आज त्यही हो, एक दिन छुट्टीको दिन पनि यस्तै हुन्छ कि बिहान उठ्ने यताउता गर्दा के गर्दा होइन, आधी दिन त्यहीँ गइहाल्छ। अनि फेरि आधी दिन बचाइहाल्छ, यस्तै टाइममा निस्क्यो अनि यताउता गर्दै सकिहाल्छ। अनि छुट्टीको दिन पनि सट्टै कति बेला जान्छ थाहै हुन्न। तपाईँहरूको चाहिँ कसरी जान्छ है भनिदिनु होला। रोडहरू कति राम्रो छ यता चट्ट है। हाम्रो देशतिर बन्ने कहिले हो यस्तो है, यस्तो विकसित हुने। यतातिर पनि हेर्नु न, चट्ट लाएर फोहोर फाल्नेको लागि डस्टबिनहरू पनि यस्तो मजाको ठुल्ठुलो सबै होइन। यो बोतलको बोतलमा, क्यानको क्यानहरूमा, अनि त्यसरी फाल्नु पर्ने हुन्छ फोहोरहरू पनि। आमामा हावा त यस्तो चलेछ नि, मान्छे उडाउने यस्तो हावा पो चलेछ त आज त। ओहो, यो भ्लग बनाउँदा कहिले पानी पर्ने होइन, अनि घाम मस्त लागिहाल्छ फेरि यसरी। अनि यस्तो घाम लाग्यो बेला फेरि हावा चल्ने के हो, हावा पानीले त नछोड्ने भयो त मलाई त। पहिलाको सालभन्दा चाहिँ यो पालि चाहिँ अलि जाडो बढेकै हो। पोहोर साल किनभने पोहोर साल यतिको चाहिँ थिएन, अलि कम थियो पोहोर साल। यो पालि चाहिँ अलि धेरै चिसो छ भनौँ न, चिसो पनि बढेछ। अनि मौसम पनि पोहोर सालभन्दा अलि धेरै चेन्जेस नै छ। मैले नेपाल छोडेको पनि 3 वर्ष हुन लागिसकेको छ सायद होइन। हुन त यहाँ आएको पनि कति 1.5 वर्ष नै हुन लागिसकेछ। नेपाल हुँदा कहिले बाहिर जाऊँ भन्ने यस्तो हुन्छ होइन। अनि बाहिर आइसकेपछि कहिले घर जाऊँ भन्ने हुने रहेछ। ल त्यस्तै हो कुराकानी। अब यता चाहिँ हेर्नु त, यिनीहरूले चाहिँ यस्तो बाटोतिर पनि कस्तो मजाले जहाँ पनि यस्तो रुख रोपेर हरियाली बनाउने के, यो चाहिँ एकदम राम्रो छ है। यतातिरको नेचरलाई एकदम ग्रिनेरी बनाउँछन् जस जताततै। त्यहाँदेखि उता तल्लो सट्टै छ हरियो, कति मजाको देखेको छ है। अब चाहिँ हामी हाम्रो गन्तव्यतिर लागौँ न त होइन। अब आइसक्यौँ, यहाँ हाम्रो स्टेसन आइसक्यो। यहाँबाट तल झरेर हामी पर निस्किनु पर्ने हुन्छ है। ल रातो बल्ले छ, अड्डिनुपर्छ है। बस मेट्रो दुइटै लाग्छ है। ट्रामबाट पनि यता साइड बिचबाट चेन्ज गरेर आउनुपर्छ। तर बसले चाहिँ अलि लेट गर्छ, त्यही भएर चाहिँ म प्रायः जस्तो मेट्रोमै हिँड्ने गर्छु। मेट्रोले चाहिँ अलि छिटो पुऱ्याइदिन्छ, त्यही भएर मेट्रो अलि सजिलो लाग्छ है। हामी चाहिँ आइपुगेको अवस्था छ गाइस है, देखाइन्छ तपाईँहरूलाई। चट्ट लाएर त्यहाँ माथि देखिरहेको कतै चाहिँ सफा गर्ने गाडी आएछ। मान्छेहरूले सुगाको परेवाको खाना दिन्छन् होइन, अनि टक्क हातमा बस्दिन्छन् कि यिनीहरू। मैले पनि यहाँ
खाना लिएर ट्राई गर्दैछु है। अब यहाँ आउँछन् क्या चराहरू, हेरौँ है त। ल हेर आयो है गाई चाहिँ, त्यो सुगाहरू यसरी आउँछन्। ल अर्को नि आइज, कमान 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 आऊ। यसरी यहाँ आएर हामीले चराहरूलाई खाना दिनु पनि सकिन्छ है। त मजाले खान्छ यिनीहरूले, मजाले खान्छ, मजाले खोलेर यसरी खान्छ। अर्को पनि आयो, लास्ट छ है गाई, दुईवटा आयो यहाँ हातमा। भयो सक्यो, अब गयो। हप्ताको त्यही हो, 6 दिन चाहिँ मर्ने गरी काम हुन्छ होइन, काम गर्नुपर्छ। अनि एक दिन छुट्टी हुन्छ, त्यही दिन त हो टुरिस्ट जस्तो गरेर घुम्ने हो। फेरि यो चाहिँ ठ्याक्कै त्यो इन्डियाको त्यो दिल्लीको गेट जस्तै छ क्या, यस्तो यो रातोवाला। अनि यहाँ चाहिँ डर आउँछन् टुरिस्टहरू। अहिले चाहिँ यो जाडो सिजन छ नि त, त्यही भएर टुरिस्टहरू अलिक कम छ होइन, त्यही अफ सिजन जस्तै छ। अनि गर्मी टाइममा चाहिँ धेरै हुन्छन् यतातिर घुम्न आउने टुरिस्टहरू पनि धेरै छ। मैले पनि एक्सप्लोर गर्न बार्सिलोना है, म पनि आएको त धेरै भयो हुन त, तर त्यही हो टाइमको कमीले गर्दा हुन्छ नि। अब टाइम नमिलेर यस्तो यताउति घुम्न त्यस्तो पाएको छैन। मेरो भ्लगमा जोडिराख्नु होला, म तपाईँहरूलाई बिस्तारै बिस्तारै सबै देखाउँछु। हामी सँगै एक्सप्लोर गर्नुपर्छ है त बार्सिलोना। अब चाहिँ यसको नजारा हेरेर इन्जोय गरौँ। The fall is coming, I can feel it. The breeze brings goosebumps to my skin. Tonight the whiskey feels stronger. यो चाहिँ बार्सिलोनाको मेन गेट जस्तो हो अरे होइन, मेन गेट जस्तो भनौँ न, एउटा प्रमुखद्वार के भन्छ समथिङ नेपालीमा है, त्यस्तो हो अरे होइन। अनि यहाँ चाहिँ टुरिस्टहरू त्यही हो डरो आउने हो नि घुम्न, फोटोसोटो खिच्ने होइन, भिडियो सिडियो बनाउन। अनि टाइममा चाहिँ यहाँ कस्तो हुन्छ नि, पुरा मेला जस्तो लागेको हुन्छ, स्टलहरू राखेको हुन्छ यतातिर, पुरै तल्लोसम्म यतातिर लागेको हुन्छ। ल गाइस पानी पऱ्यो है, पानी परेर यही हाम्रो यही गेटकै मुनिपट्टि पानी ओतेर बसिराखेको अवस्था छ। अलिअलि चिसो भइसक्यो र ठिकै छ तर हामीलाई बाल छैन, क्यामेराको टेन्सन छैन, वाटरप्रुफ भएको यही फाइदा हो गाइस है। ल अब चाहिँ हामी निस्किन्छौँ यहाँबाट। अनि हाम्रो त्यहीँ अगाडि सामान लिएर निस्किनुपर्छ है, यहीँ अगाडि हो सामान टिप्ने पनि, यही एरियामा होला यही अगाडि। ल गाइस खुल्यो हरियो बोल्यो है, हरियो बोल्यो, डुब्नुपर्छ। ल अब यो गेटलाई बाई बाई गरिदिउँ। गाइजहरू है, मैले चाहिँ सामानहरू ल्याइसकेँ, झोलाभित्र हालिसकेँ है। त्यही हो, कस्तो भयो अब आजको दिन पनि यस्तै नै गयो। रात परिसक्यो, कति बजे 6 बजे छ, रात परिसक्यो। अब चाहिँ हामी यहाँबाट फेरि त्यही त मेट्रो पकडेर घर जानुपर्छ। त्यही हो आजको सानोतिनो होइन छुट्टीको दिन मैले कसरी युटिलाइज गरेँ त्यही देखाउन खोजेको तपाईँहरूलाई है। यसरी नै सक्यो मेरो छुट्टी आज। अब फेरि आउने दिनहरूमा अब भएछ भने राम्रो ठाउँमा कतै गयो केही भयो भने त्यो त म तपाईँहरूलाई देखाइहाल्छु। रातिको टाइममा चाहिँ
यस्तो देखिन्छ है यो यसकै ठ्याक्कै पछाडि थियो सामान त्यहाँ चाइनिजको दोकान हो त्यहाँ चाहिँ मासु सासुहरू यताउति होइन सबै पाइन्छ भनौँ न अनि त्यही थियो आजको भ्लग है अब के कस्तो भयो आई होप तपाईँहरूले इन्जोय गरिदिनु भयो होला है अब यसरी मेट्रोबाट जानुपर्छ त्यही हो गाई चाहिँ अब अर्कोचोटि भेट्छौँ हामी सी यु इन नेक्स्ट भ्लग है त फेरि पनि बाई बाई चाओ